सम्पूर्णमा नमस्कार। म गोविन्द खड्का। हजुरहरूलाई पहिलो त सब्सक्राइब गरिदिनु होला हैन। यसपछि म मेन पोइन्टमै आउँछु। हाम्रो देश केपी ओली, शेरबहादुर, गगन थापाहरू जस्ता मान्छे नमरुन्जेल नसकिन्जेल हाम्रो देश नमन्ने पर्यो। आर्जु राणाहरू जस्ता मान्छेहरू पहिलोचोटि नेपालमा मर्नुपर्छ अनि मात्रै हाम्रो देश विकास हुन्छ भन्न चाहन्छु। किनभने हाम्रो देश भनेको यति अगाडिको देश हो नि। अहिले म कुवेतमा छु। कुवेतमा तपाईँको आजभन्दा 10-12 वर्ष अगाडि, 15 वर्ष अगाडि तपाईँको इरानले खरानी बनाएको देश अहिले विश्वकै सबैभन्दा चाहिँ विकसित देशमा चाहिँ आइसक्यो कुवेत भनेपछि हाम्रो राष्ट्र कहिलेको राष्ट्र हो र कहिलेदेखि स्थापना भएको राष्ट्र हो र कहिलेदेखि हाम्रो देश चाहिँ अन्धकारमा गुम्जिरहेको छ। अनि म नेपाली जनतालाई नै एउटा कुरो अनुरोध गर्न चाहन्छु कि तपाईँहरू भ्रष्ट दलाल चोर नेताहरूलाई किन सपोर्ट गर्नुहुन्छ? तपाईँहरूले गाउँ गाउँबाट चाहिँ बहिष्कार गर्न सक्नु पर्यो। तपाईँहरूलाई म मेन यो मेरो भ्लगबाट भनिरहेको छु कि तपाईँहरू जबसम्म सचेत हुनु न तबसम्म हाम्रो राष्ट्रले कहिले पनि विकास पाउने छैन। एउटा रवि लामी छानेले चाहिँ नेपाल देशको हालत यो बनाएको। राष्ट्रिय स्वतन्त्र पार्टी कहिले जन्मेको नेपाली जनताले बुझ्नु पर्यो नि। राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना कहिलेदेखि भयो, राष्ट्रिय स्वतन्त्र पार्टीले के गर्दै आएको छ, पार्टी स्थापना भएदेखिका कुराहरू, यो कुरा तपाईँहरूले बुझ्नु जरुरत छ। यो कुरा तपाईँहरूले बुझ्नु न, तपाईँहरू भेडा हुनुहुन्छ। तपाईँहरू काङ्ग्रेस एमाले माओवादी भन्दै हुनुहुन्छ भने हामीले भन्नु केही छैन हैन। तर नेपाली जनताले श्रीलङ्का र बङ्गलादेश पनि बनाउन सक्नुपर्छ। नेपाललाई जबसम्म बङ्गलादेश श्रीलङ्का बनाएर देश परिवर्तन गर्न सकिँदैन तबसम्म नेपाल विकास हुने छैन। या त भोट परिवर्तन गरेर चाहिँ मत परिवर्तन गरेर तपाईँहरूले अवश्य पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिएर एउटा नयाँ शक्ति, एउटा विकल्पको बाटो छ, त्यसलाई तपाईँहरूले बहुमत दिनुभयो भने अवश्य पनि परिवर्तन हुनेछ, नत्र भए हुने छैन भन्न चाहन्छु। सम्पूर्ण देशभरिका जनताहरू तपाईँ एकजुट हुनुहोस्। तपाईँ राजावादी नबन्नुहोस्, काङ्ग्रेस एमाले माओवादी केही पनि नबन्नुहोस् क्या। तपाईँहरू सिर्फ एकजुट भइदिनु न। तपाईँहरू एकजुट हुनु जरुरत छ।